म रमेश गतराज। म आज लपडाँडा चाहिँ भ्रमणको लागि आएको छु र एउटा भिडियो बनाइरहेको छु। यदि हजुरहरूलाई मन परेमा लाइक कमेन्ट सेयर गर्नुहोला। र पानी पनि खासै काठमाडौँमा आएको छैन र हल्का खोला पनि बगिरहेको छ। आज साह्रै गर्मी पनि धेरै बढेको छैन, राम्रो छ, सिनहरू पनि राम्रो छ। र म यस्तो यहाँ चाहिँ लपडाँडा भन्ने ठाउँमा घुम्न आइरहेको छु र राम्रो ठाउँ छ, यसो घुमेर जाउँ भनेर। हेर्दा पनि हरियाली छ। काठमाडौँ अति सुन्दर ठाउँ हो र पनि हाम्रो अब सबै कुराले नै भरिपूर्ण भएको ठाउँ हो। साह्रै सुन्दर छ, बस्न खानलाई एकदम राम्रो ठाउँ छ। र तलतिर खोलाहरू पनि सलल्ल बगिरहेको छ, हेर्दा पनि सङ्लो पानी छ। खासै त्यस्तो फोहोर सोहोर पानी पनि छैन, आज सफा छ। मेरो युट्युब च्यानलको नाम छ सुन्दर संसार। हेर्नको लागि एकदम राम्रो पनि छ र संसारै देखाउने खालकै छ र देखाउँछु पनि म हजुरहरूलाई। यति हेर्न चाहँदाखेरि र सबैतिर हरियाली त्यति राम्रो सुन्दर छ। मैले भर्खर खोलेको छु युट्युब च्यानल र मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला। मेरो यहाँबाट चाहिँ फेरि थोरै काम पनि छ। यो पहेँलो पुल भन्ने ठाउँमा जाँदैछु, थोरै अगाडि छ पहेँलो पुल। म अब करिब पहेँलो पुल पनि म छिटै नै पुग्नेछु। आज मेरो त्यस्तै काम परेर पनि म यता आउने थिएँ, भ्रमणको काम पनि थियो र फेरि पहेँलो पुलमा पनि जाने काम छ। हाम्रो ठाउँ एकदम बस्नको लागि साह्रै राम्रो ठाउँ छ। हावापानी सबै मिलेको ठाउँ, हरियाली जताततै। काठमाडौँको ठाउँ भए तापनि जताततै घरै घर भए तापनि जस अहिलेको नयाँ सरकारले चाहिँ जस राम्रो काम गर्नुभएको छ। हरियाली बिरुवा बोट बिरुवा लाउनु भएको छ। बालेन शाहले पहिले एउटा काठमाडौँको चाहिँ मेयर हुँदाखेरि धेरै राम्रो काम गर्नुभएको थियो र अहिले प्रधानमन्त्री हुनुभएको छ र धेरै त्यसमा हामी खुसी छौँ र आशा छ अझै केही गर्नुहुन्छ भनेर। सीमा विभागमा गएर पनि अहिलेसम्म अब उहाँले आफ्नो देश आदि हरापेको थियो इन्डियाले, त्यो पनि अब फिर्ता लिनुहुँदैछ। त्यसमा हामीलाई धेरै खुसी लागिरहेको छ र यस्तै राम्रो काम गर्नुहुन्छ भनेर हामीलाई आशा छ। यो चिल्ड्रेन गार्डनलाई पनि अझ राम्रो बनाइदिनुहुन्छ भनेर हामीलाई आशा छ। सुन्दर छ, चारैतिर हावा सरल आइरहेको छ। ल अहिलेलाई म यति हुने भन्दै म अन्तिम चाहन्छु भिडियोलाई मैले। र हजुरलाई यति मन परेमा लाइक कमेन्ट सेयर अवश्य गरिदिनु होला। रमेशको युट्युब च्यानलमा गएर धन्यवाद हजुरलाई।